नमस्कार, मेरो नाम बाँचे घरती मगर हो। मेरो अब आर्थिकले कमजोरले गर्दाखेरि अब तपाईहरु अब श्वेत दाताहरु आए नै अब जान्ने अब सदस्य दाजुभाइ नाताहरु आएर मलाई यति सहयोग गरिदिएकोलाई धेरै धन्यवाद छ। अब मलाई अब के सबै समस्याहरु सबै आर्थिकहरु सबै कमजोरी भएको उले समस्याले गर्दाखेरि सबै नाताले सबैले सहयोग गरेकोले मलाई अब भोलि पर्सि अब एक दुई दिन बाँचम भन्ने आश पनि हेरिरहेछ। अब छोराछोरीलाई पनि अलिकति सहयोग दाताहरुले गर्दा अब आज के खाऊँ भोलि के खाऊँ स्थिति आइपुगेछ। अब त्यही माथि अब अस्पताल धाउने यता गर्दाखेरि आउने बाटो पनि छैन, केही सबै फाल्ने बाटो मात्र छ। भाइ उता जेठाजु बोल्नु जानुभएको छ यहाँ अघि बस्नु भएको म बजार लाइन छ जेठाजु सबै छिमेकी जेठाजुको पहिला माथि बसेको थियौँ नि हामी सँगै सँगै बसिरहेको कति टाढा हो यही हो दाइ बोलाउन पर्दैन कति भइसक्यो बच्चा कतर पनि थाहा ए नानी बाबु तिमीहरु बाहिर निस्किनु तिमीहरु कता अरे जमी भयो को ठाउँ तिमीहरु ए त्यति आएन सामान अनुसार चेक गर्नुपर्छ चना मोबाइल तेल हैन मास चना कता टाढै जानुभयो फोन लैजानु भएन त हैन नि उसा हैन यस्तो त हैन बात गर्नुपर्छ त्यसको नम्बर यो हो घुम्न होइन घुम्न जाऊ न
बाबु कता तिमी हो कतिजना बच्चा हो तपाईँको तिमी कहाँ छौ कति कक्षा पढ्ने छोरी 7 मा छ छोरो 4 मा कता हो दाइको भने हुन्छ चेन्ज गरेर ठिक छ छोराले दुईटा बोक्छ अर्को ठुलो ब्याग दिएर पठाइदिनु फेरि है म ल्याइदिउँ न कुन स्कुल पढ्ने हो कौशल स्कुल छौ पुगेको छौ यहाँ सरहरुसँग छिटो आउँदै फर्केर छिटो आउँदै तिमी आउनु जति सबै छिटो आउनु सक्छ भने सक्छ आउ न आउ त यहाँ ग्रिन लिस्टमा हालेको छु तिम्रो यहाँ सहयोग लिएर आएको छ कि मान्छेहरू छोरालाई चाहिँ छिटो आउँछ कागजतलीमा राखेको छु आफ्नो कागजतलीमा काम अब गरेको त त्यो लुगा सुगा सबैलाई छुट्ला अहिलेसम्म त छुट्टा छैन होइन हजुर लुगाहरूको लागि खुच्चेला कि ल छिटो स्कुल ड्रेसहरू पाइरहनु भएको कहाँबाट पाउने नि जाऊ त्यही त भाइ। भने। तपाईँले भन्नुपर्छ नि त नाम आऊ अब नाम पर्दैन भने क्या अब भन्ने हाम्रो किसिम गऱ्यो भने गरेन अनि त्यो त्यहीँको सरहरूसँग कुरा गरेर के गर्ने त्यो बोला नि बस्ने त्यो सरहरुले सुन्नु चोर फटा खाने पैसा तब आनन्द दिएर पो छ अरे कौशल स्कुल दिएर पो छ अरे कहाँ रे लाग्छ कौशल स्कुल दिएर पो छ अरे त्यो आर्मी छेउमा हिँडेर आउने हो बाबु छोरो ल म बोलौँ है फुलबाले बोलाउनु छ बाहिर आऊ बाबु तिमीहरू है किन जान्छ गाडी गाडी गाई के पिटियो यहाँ साथी आएको छ मोबाइल हेरेर त्यही भएर कुदिरहेको छ पानी त छिर्दैन यहाँ पानी पिचबाट चुइन्छ नि तिमी छ कि एउटा चिन्छु ल बाबु भित्रमा पचाएर थप्नुपर्छ पानी खेरो तिमी फो क्लासमा पढ्ने हो ए कुन रे काभ्रेस्थली हो ए मलाई देखाएको थियो पहिला तिमीले म काभ्रेस्थली स्कुलमा गएको थिएँ एकैचोटि पहिला अब त्यहाँ नाम भन्नु पऱ्यो त्यहाँ छुटाउनु भएन है ल सबैजनालाई नमस्ते म कपिल देवकोटा सम्भव नेपालबाट अहिले चाहिँ हामी यहाँ हाम्रो उषा होइन उषा बहिनीकोमा आइपुगेका छौँ उहाँको श्रीमान के हो तपाईँ श्रीमान नाम बाँचे गर्थ्यो म बाँचे घरती मगर उहाँको चाहिँ अलिकति किड्नीमा समस्या आएको हुनाले होइन यहाँ चाहिँ बर्खाको बेला अलिकति यो घर पनि अलिकति पानीले अलिकति चुहिने जस्तो हो अनि त्यसपछि यहाँ खाद्यान्नको पनि अभाव अनि भाडामा बस्नुपर्ने बाध्यता कामहरू नपाउनु होइन अनि बच्चाहरू साना साना छन् एउटा 7 कक्षा पढ्ने छोरी अनि 4 कक्षा पढ्ने बाबु चाहिँ यहाँ नै छ अनि उहाँहरूलाई हामीले अलिकति स्कुलको ब्याग अनि त्यसपछि स्टेसनरी कपी पेन्सिल पेन लगायत हामीले जे जति सक्छौँ खाद्यान्नहरू केही लिएर आएका छौँ अब यो हामी बिस्तारै हस्तान्तरण गर्न गइरहेका छौँ यो हाम्रो सम्भव नेपाल भन्ने एउटा सामाजिक संस्था हो यस्तै हामीसँग पनि त्यति धेरै फन्डहरू खास त्यस्तो छैन हामी जे जति छ त्यो नै हामी सुख दुःख एकअर्कामा सेयर गर्छौँ होइन हुन्छ सबैजनाले भिडियो हेरिदिनु होला धन्यवाद भयो बाबु के भएर त्यस्तो भयो रक्सी खानु मलाई नल्याउँदा खाने भयो मलाई थाहा छैन मलाई ल्याएपछि त्यसरी खानु भएन खै के भएको एकपासि त्यस्तो हुन्छ क्या त्यो होइन किडनी हुने रक्सी खाएर जाने होइन त्यो पानी कम खाने अनि खाना धेरै खायो भने पनि किडनी जान्छ क्या प्रोटिन भएको त्यो प्रोटिनहरू चाहिँ कुन बेला के खाने भन्ने थाहा हुँदैन अनि एकैताल प्रोटिन भएको खाइदिँदाखेरि नि किडनी नसकेको चाहिँ गुल्ली खाँदैन जति रुनु त रुइसक्यो दाइ पहिला गुल्लीले नि जान सक्छ त्यस्तो हुन्छ क्या यो यस्तो भन्ने समस्या छ ठिक छ त्यो गाडी भाडा 2टा गाडी फेरेर जान्छ अब जान्छ काभ्रेस्थली श्याम जाने गाडी पाउँछ अब भने बेलामा पाउँदैन तपाईँले पुरै बुझ्नु भएन क्या कान अलिक कम सुन्नुहुन्छ दाइहरूले होइन उहाँले भनेको गाडी भाडा पानी भेट्दा पाएँ जानु त यहाँबाट कहिले हिँड्न सकेको बेला जोरङको गएर गाडीमा जानुहुन्छ हिँड्न नसकेको बेला यहीँ ट्याक्सी बोलाएर ट्याक्सीमा पठाइदिन्छु अनि आउँदाखेरि फेरि आउने बेला भयो म कसरी आउने भन्नु चाहिँ हिँड्न नसकेको बेला है अनि म यता ट्याक्सी गरिदिन्छु बुकिङ अनि त्यो ट्याक्सी गरेर आउनुहुन्छ त्यस्तै जान सक्नुभयो भने चाहिँ जोरङको गएर जानुहुन्छ उहाँ डायलिसिसको लागि खासै भएन उहाँहरूलाई जान र उसको लागि चाहिने यातायातको चाहिने समस्या हो क्या आर्थिक समस्या क्या मेन समस्या भनेको गाडी भाडा गाडी भाडा अनि वहाँ गएर फेरि भोक लाग्छ भन्नुहुन्छ है अनि वहाँ गएर पनि खानुपर्छ उहाँले तपाईँको यहाँबाट ट्याक्सीमा चाहिँ त्यहाँ वनस्थलीसँग गएको अनलाइनमा कति देखाउँछ 600 लान्छ
यताबाट जाँदा 600 जति लान्छ भनौँ, उताबाट आउँदा 600। दिउँसो पऱ्यो 600, राति पऱ्यो भन्दा 800-900 भन्दा पहिला सुरुमा त मैले 900 1000सम्म तिरेर लग्ने ल्याउने गरेको। है यो पहिला हात पोलेको थियो यो पनि यही बिमारी परेर यही पछि यस्तो भयो। हजुर अनि मैले फोटो राखेको छु नि। खुट्टाहरू यताउता सुन्निनी गर्ने नि हुन्छ यो सुनिन्छ यो यतिको त जहिले पनि हो घट्दैन। खाना खान मन लाग्छ लाग्दैन हजुर खाना चाहिँ रुच्छ रुच्छ कहिले त यत्रो यत्रो हुन्छ कहिले यो गाडीमा अलि टाढा सफर जाँदाखेरि यो खुट्टाहरू सबै यहाँदेखि तल पुरै यत्रो खुट्टा हुन्छ। अब बाहिर जाने नि कहाँ भनेर जाने अब जहाँ भए पनि अब डायग्नोसिस गर्न आइपुगिहाल्यो त्यही भएर अब टाढा सफर जाने पनि नमिल्ने जुत्ता लगाएर हिँड्यो भने पनि अब खुट्टा यता भाइले सोधेको सुकुम्बासी उकुम्बासी होइन उकुम्बासी भन्छ कुनै पहिला के काम गर्नुहुन्थ्यो उहाँले पहिला घर बनायो। यस्तो ज्यामी काम गरेको रोगमा लाग्दा जेनी काम गर्नुभएको थियो अनि म त्यो घरतिरै गर्थेँ अनि ठिकै चलिरहेको थियो परिवार। मलाई यस्तो रोग लाग्यो त्यसपछि सबै चिनियो भनौँ आफन्ती इष्टमित्र भाइ एकछिन है सानो काम छ। त्यही भएर अब यसो गरौँ दाइ त्यो दाइ पनि आउनुहुन्छ भनेपछि त 500 1000 रुपियाँ एक दिनमा एक हप्तामा 3000 लाग्यो होइन 1000 रुपियाँ जान 1000 रुपियाँ आउन। अनि डायग्नोसिस गर्दा तपाईँ जानुहुन्छ जानुहुन्न म अहिले गएको छैन। पहिला चाहिँ जानुहुन्थ्यो हजुर बच्चाहरूलाई खाना खुवाउनलाई नि गाह्रो भयो। मैले उहाँहरूसँग कतिचोटि चामल मागेर ल्याएर कतिचोटि खुवायो 1 केजी 2 केजी चामल ल्याएर पनि खुवायो। पछि अब काम नगरी हुँदैन भनेर हामी बुढाबुढीले सल्लाह गरेर बिसाएर हिँड्न सकेको बेलामा आफै जानुहुन्छ अनि आफै हिँड्दै आउँदै गरेछ नसकेको बेलामा फोन गरेर त नर्सहरूले त अब कन्टिन्यू एउटा कुरो अनिवार्य चाहिन्छ कुरा भन्छ। चाहिन्छ डायलिसिसको। अनि कोही बेला त्यो पानी भेसेर तान्दा पनि रुलाहरू फर्किने हातखुट्टाहरू यसो कुम्चिने प्रेसर हाईहरू भएको बेलामा लो भएको बेलामा रिङ्गटा लागेर चलिन्छ। अनि यो खुट्टाहरू फर्किएको बेलामा सामान्य मान्छे त्यो बेलामा नराम्रो तालले कराउँछ के गर्ने घरको आर्थिकले पनि भ्याउँदैन। एउटा बिमारीको पछि मात्रै हिँडेर त अब साध्य छैन। अब यस्तो हुन्छ कस्तो सोच्नुपर्छ भने म त बिरामी भएँ रोगी भएँ भने अब आफ्ना बच्चाहरू पनि नहोस् भन्ने कुरा कति कुरा सहन नि पर्छ। सहनशीलता नै एकदम राम्रो हो क्या। सधैँ मलाई गऱ्यो मलाई नै गर्नुपर्छ भने फेरि यताको उनीहरू पनि भविष्य बिग्रिन्छ नि त। अब हामीले त खास हेर्ने भने मैले भनौँ नि बच्चाहरूको भविष्य हेर्दै जाने हो कि हामीले अब हेर्दाखेरि बालबालिकाहरूको हेर्नु पर्यो। रोगै अब विषय नहुने रोग लागिसकेपछि त अब त्यसलाई विषय बनाउने भन्नेतिर लाग्दैनौ कि अब आउने जेनेरेसन तपाईँको बालबच्चाहरूले चाहिँ सुख पाउनु अब त्यो बच्चाहरूलाई टाइम पुगिसकेपछि मेच्योर भइसक्यो 18-20 वर्ष भइसक्यो बरु हामीले त उसलाई के गर्ने उसलाई अब जागिरको व्यवस्था त्यस्ता लाग्न सकिन्छ। अब तपाईँ यसो गर्नुपर्ने अब तपाईँलाई मैले देखेको के छ भने मैले अब म कुरा गर्छु हुन्छ हुँदैन अब तपाईँ यहाँ अलिकति स्पेस पनि रहेछ होइन अब बच्चाहरू पनि छ बच्चालाई भन्यो भने मान्छ होला ह्यान्डिक्राफ्ट बनाउने कि यहीँ सामान बसेर घरमा बसेर सामानहरू बनाउने फुर्सद बिहान बेलुका बसेर होला अब हातले बुन्ने गर्ने कामहरू जान्छ त्यो बनाएर पिसको यस्तो पिसको दरले पैसा हुन्छ कि त्यसमा कति सहयोग त बसिरहेर भाइले नि गर्ने हो नि त। मलाई पनि यसो बसेर होला मास्क लाउने होइन अलिअलि यसो गर्ने अनि कहिलेकाहीँ बच्चा अब बिदाको दिनहरूमा बच्चाहरू हुन्छ यसो तलमाथि गरेर लाउ बस भन्ने सबैजना बस्ने होइन टक्क गर्ने सामान यति भयो भनेर फोन गरेपछि उनीहरूको गाडी आउँछ लिनलाई अनि त्यसपछि गाडी लैजान्छ होइन लगेपछि अनि त्यसपछि कति भयो तपाईँको पिस भनेर पैसा मोबाइलमा हालिदिन्छ क्या तपाईँको त्यो भयो भने तपाईँलाई जस्तै खाद्यान्न मात्रै पुग्यो भने पनि होइन अरू कुराहरू त अब अन्तबाट केही भयो भने पनि हुन्छ प्लस अब गाडी भाडा साडा भयो भने पनि होइन केही न केही हुन्छ भन्ने कुरो हो कि मैले जस्तै अहिले चाहिँ कसरी चलाएकी छु भन्दाखेरि
अब श्रीमान बिरामी हुनुहुन्छ, म स्कुलमा जान्छु, स्कुलबाट आउँछु, कहिलेकाहीँ अब मेरो घरमा काम छ, तिम्रो स्कुल बिदा भएको बेला मेरो घरतिर आएर काम गरिदेऊ भन्नुहुन्छ कि हो, त्यतातिर गएर काम गरिदिन्छु, कहिले दिउँसोतिर आइजाऊ भन्नुहुन्छ, कहिले अब बिहानतिर आऊ भन्नुहुन्छ। लुगा धुनी भाँडामा सबै काम गरेर छु भन्दै किन सबै काम जे पाएको छ त्यो काम गरेर जे गुजारा गरिरहेको छु। 2 साग खान नदिए पनि 1 साग खानलाई उ गरेकी छैन। त्यस्तै हो, सबैको दुःख हुन्छ बहिनी। अब तपाईँको एउटा दुःख छ, उहाँ दाइको पनि केही दुःख होला होइन, अब मेरो पनि एउटा दुःख छ, उहाँ दाइ पनि अब बेलामा दुःख गरेकै हो होइन। अब तपाईँहरूको लागि भनेर म आफैलाई थाहा छ, त्यति बेला त्यो तलपट्टिको फारम मेरो थियो कि तल राखेको, त्यहाँ 3टा लहरै घर उतापट्टि थियो होइन। अनि त्यसपछि देखिरहेको छ, मलाई खुसी लाग्यो होइन। अब हामीले चाहिँ यो चाहिँ हाम्रो एउटा सानो संस्था छ सम्भव नेपाल भन्ने यहाँ नागपोखरीमा, उहाँ दाइले भन्नुभयो भएर हामीले चाहिँ यो केही दालहरू अनि यो कपीहरू होइन, कलमहरू यस्तो ल्याइदिएका छौँ, 1 बोरा चामल ल्याइदिएका छौँ होइन। अब हामी चाहिँ आफूले सकेको बेलामा होइन, हामीले पनि सके नै गर्ने हो, कतैबाट केही किसिमको केही आयो सहयोग गऱ्यो भने तपाईँलाई यसो खबर गरौँला है। खैरीहरू यसो आए बेलामा म यसो लिएर आउँला होइन। अब उनीहरूले के गर्छन् कसो गर्छन् होइन। मैले जता कतै हात थापे मलाई कसैले उ गरेन कि, अनि म अति भयो, अब खुवाउनै 1 केजी किनेर पनि खुवाउन सक्ने क्षमता भएन। त्यसपछि म दाइतिर गयो, मैले यस्तो कुरा गर्यो, त्यसपछि नरुनु। अब यो यस्तै हुन्छ, अब यो कस्तो हो नि, अब यो पाटाहरू भनेको तिमी धैर्य गरेर बस, हामीले बच्चाहरूको लागि चाहिँ अब हेरिदिन्छौँ भविष्य होइन। हामीले बच्चाहरूको लागि चाहिँ गर्नुपर्नेमा। छोरी चाहिँ कहाँ पढ्यो अरे? छोरी ग्रिनलेस। त्यही तपाईँ बच्चा पढायो? ग्रिनलेस पढ्यो। अब के गर्न सकिन्छ बच्चा, अब यो बाबुलाई। छोरी चाहिँ यहाँ छैन अहिले? छोरी छैन, फुपूकोमा गएको छ। फुपू भन्नाले छिमेकी फुपू। बरु हामीले धेरै हेर्ने ठाउँमा कागजस्थल स्कुलमा नि धेरै हेर्न पर्दैन। 10-12 जनालाई बरु राम्रो हेरिदिने भने सबै पुग्ने रहेछ क्या त्यस्तै। अन्त बच्चाहरू कुन चाहिँ त्यही हेर्नलाई उपयुक्त बच्चा कुन हो नि? अब के हो स्कुलले एउटा स्कुलसँग समझदारी गऱ्यो भने स्कुलले एउटा नाम दिन्छ। अब यसो गरौँ त, उहाँ दाइ आउनु भएन? अनि ठिक छ, उहाँ आउनुहुन्छ यसो चोकमा निस्किने हो। अब उहाँलाई सक्ने छ भने के गरेर कसो गर्छ यता अब त्यो संस्थाबाट। मेरो नि एउटा कुरा सुनिदिनु, म नि एउटा कुरा राख्छु। मलाई, म एकल महिला हो, अनि परिवार सदस्यमा कमाउने कोही छैन मेरो। श्रीमानलाई पनि यस्तो समस्यादेखि बिरामी हुनुहुन्छ, उहाँ काम गर्न सक्नु हुँदैन, अवस्था छैन। मैले काम गरेर परिवारलाई त्यति राम्रोसँग खाना बस्नु दिन सकेकी छैन। अनि हजुरहरूले केही सक्नुहुन्छ र कतै केही हुन्छ भनेपछि मेरो लागि यति गरिदिनु न, कमसेकम मेरो छोराछोरी केही उसो गर्न सक्यो भनेपछि। तर मैले भनेको सबभन्दा राम्रो चाहिँ तपाईँलाई के छ नि, यताउता आउने सहयोग पनि जुटाउने, प्लस अब यहाँ चाहिँ कस्तो हो नि, एउटा सानो गरेर त्यो बुन्नी गर्ने काम हुन्छ नि ह्यान्डिक्राफ्टको, त्यो आफू बिस्तारै बिस्तारै गर्ने क्या। त्यो भएपछि तपाईँ घरबाट बाहिर जानु परेन। मैले जस्तै टोपी दिन्छु क्या, टोपी ल्याएर दिन्छु। अहिले टोपीको धागो छैन भन्नुभएको छ। एकजना दिदी गाउँ छिमेकी दिदीसँग धागो ल्याएर टोपी दिन्थ्यो, अनि बत्ती सत्ती काट्ने, त्यो काटेको बत्ती पसल पसलमा पुर्याउने, अनि घरको काम पाएँ, घरको काममा जे काम पाउँछ त्यो काम गरेर हुन्छ। त्यस्तै तरिकाले भनेर त केही न केही आफ्नो पनि मैले पनि यो गरेको छु। अरूले दिएको 10 रुपियाँ भन्दा आफ्नो कमाएको 2 रुपियाँ ठुलो हुन्छ क्या फेरि होइन। अब अहिले त अब छोराछोरीको हेरौँ कि मलाई पो हेरौँ कि दिन त त्यो बार त्यसै। एक कपी हुन्छ तिमीलाई? हेर त हुन्छ। ल राम्रो कपी। तिमी पेन्सिलले लेख्छौ कि पेनले? ल यो भयो कपी यहाँ छ, तिमीलाई पनि छ, दिदीलाई पनि छ। दिदी चाहिँ 7 क्लासमा पढ्ने रहेछ, हामीलाई थाहा भएन होइन। यो चाहिँ पेन्सिल तिमीलाई है, यो चाहिँ तिम्रो दिदीलाई पेन है। अनि अरू चाहियो भने हामी अरू पनि दिउँला। यो पनि यो सबै हो कपीहरू है, सबै कपी मात्रै छैन त्यो। मेरो आफन्तीले गरेको छैन भन्नु होला, यति जति तपाईँहरूले मलाई गरिदिनु भएको छ। त्यस्तै हो बहिनी। अब त्यो पढे लेखेको हिसाब राख्न जाने चाहियो, त्यो पसलमा चाहियो। यस्तो तरिकाले राख ल, यहाँले राम्रो तरिकाले पढ है राम्रोसँग। कति क्लास रे तिमी? 4 कक्षा हो। ल स्कुलको यहाँ ल कपी। यो ब्याग तिमीलाई हुन्छ। अब ब्याग यो दिदीलाई अलिक सानो हुन्छ होला, पछि हामी अर्को ल्याइदिउँला ल। यो तिमीलाई ब्याग ल
ल राम्रोसँग पढ है म ह्यान्ड राइटिङ कस्तो छ के छ हेर्न गर्न सबै गर्न आउँछ है ल आउनु बहिनी तपाईँ यहाँनिर आउनु त लानु दाइलाई दिने हुन्छ ल यो चाहिँ तपाईँ उभिनु नि त्यहाँ यो चिउरा हो दिदी होइन एउटा लुङ्गी यसो बेर्छ सानो त्यो चिसो लाग्छ कि होइन लिएर जाउँ न सामान भित्र लाने कि यहीँ मेरो भित्र भने अब भित्र लाने सबै त्यो अग्लो छ तेल भयो त्यही भएर कुन पहिले जुनीमा एउटा हारेरै आएको जस्तो लाग्छ चिसो नराखेर अब हस्पिटल जाँदा साथीभाइ अब छोराछोरी सामानदेखि लिएर बाबुआमा साह्रो बिमारीहरू देख्दाखेरि मलाई मात्र होइन जस्तो लाग्छ घरमा अनेक टेन्सन मुढा राख त मुढामा चामल राखिहाल्छ त बिग्रिन्छ मुढामा चामल राख भएन अर्को हुन्छ अनि यो भिडियो हेर्ने जतिले त्यो सहयोग गर्न चाहनुहुन्छ भने हामी क्युआर राखेको उसको लागि त्यो पनि गरिदिनु है सर जतिले सहयोग गर्न चाहनुहुन्छ भने क्युआर राखेको पर्नुको पनि छ अनि उसको के अरे नवीन ब्याङ्कको छ त्यसो गरौँ यसरी हाम्रो त्यो भिडियो बनाएर हाल्छ नि हामीले यस्तो किसिमको मान्छे चाहिँ कसरी सहयोग गर्न चाहनुहुन्छ अनि खाता नम्बर लेखेर भनेर त्यो क्युआर उहाँले क्युआर कोड हुन्छ नि क्युआर कोड क्या त्यो क्युआर कोडहरू ब्याङ्कको क्युआर कोड उहाँले पठाइदिनु उहाँले मलाई पठाइदिनुहुन्छ क्युआर कोड म एडिट गर्दाखेरि त्यही राख्छु। नि मान्छेले त्यो हामी कहाँ आएर यहाँ किन आउनु पऱ्यो त्यसले सिधै भन्नु ध्यान ल्याउने गरेर चाहिँ मान्छेले हेर्नु पऱ्यो भन्छ यसो दुई लाइन भनेर टक्क गर्नुहोस् अनि नदेखि मलाई अलिकति त्यस्तै समस्या छ किन घुट्नमा समस्या भने के गर्ने बुढा अब नजाने माना बुढाले अब ल्याएर अरू दुई तिनवटा ल है त सबैजना नगरेको एकछिन है सबैजनालाई धन्यवाद हामी चाहिँ यो परिवारमा हामीले ल्याएको सामानहरू सबै दिइसकेका छौँ अब हामी यहाँबाट बिस्तारै फर्किँदैछौँ यो सिलसिलामा विशेष गरिकन तपाईँहरूले यो परिवारलाई यो भिडियो हेर्दै गर्दा केही आफूले पनि गर्न पाए हुन्थ्यो जस्तो तपाईँहरू लाग्छ भने तपाईँहरूले यो भिडियोसँगै हामीले एउटा क्युआर हालिदिएका छौँ त्यो क्युआर कोड चाहिँ डाइरेक्ट यही फ्यामिलीको क्युआर कोड हो तपाईँहरूले जे जति सक्नुहुन्छ कुनै किसिमको सपोर्ट यो क्युआर कोडमा हालिदिनु भयो भने यो परिवारले चाहिँ त्यो पाउँछ र उहाँ दाइ चाहिँ यहाँबाट हस्पिटल जान हस्पिटल आउन जुन गाडी भाडा ट्रान्सपोर्टेसनहरूको एकदम अभाव छ होइन त्यो गर्नलाई अलिक सहज तरिकाले जाने आउने गर्नुहुन्छ साथै अब खाद्यान्न पनि कुनै बेला कतिबाट सहयोग आउँछ कुनै बेला आउँदैन त्यो पनि म्यानेज गर्न सजिलो हुन्छ अनि त्यस बच्चाको पढाइहरू लगायत अन्य विभिन्न कुराहरूमा सहयोग हुन्थ्यो त्यही भएको हुनाले म यति नै भन्न चाहेँ हस्त धन्यवाद नमस्ते। अनि